उठ यहाँ साइन गर वकिलले पेपर तयार गरेर ल्याएको छ समा मेरो गल्ती के छ भन्नु मलाई गल्ती सती सुधाए केही सरी मेरो गल्ती नै भएर है तँले तेरो 8 करोडमा दान भयो तँलाई है त्यस्तो 8 करोडमा कति कमाउँछ अरब कमाउँछ ल तँलाई 50 लाख पनि दिन्छ भने चेक पनि दिन्छ रोलिङ ल तुरुन्त साइन गर मेरो गल्ती के छ भन्नु र गल्तीको कुरा मलाई नगर मैले भनेको छु यहाँ साइन गर 8 करोड तँलाई दान भयो त्यो मात्रै नभएर तँलाई म 50 लाख पनि दिन्छु तुरुन्त साइन गर साइन गरिहाल अरूको कुरा सुनेर डिपोज दिनुभयो एजीले ल चेक पनि लैजा साइन गरिहाल भनेको छिटो साँच्ची भनेको मबाट ख्याल हुँदैन साँच्ची नै भनेको यस्ता 8 करोड होइन 18 करोड कमाउँछु म तँलाई दियो गरे गरिहाल यहाँबाट सुरु गर घर 8 करोड लिएर जा गरिहाल 8 करोड मात्र 50 लाख थप्दैछु 8 करोड 50 लाख हो त्यही राख भनेको पर्दैन छिटो गर यहाँ गर यहाँ तलबाट गर यहाँ गर भनेको सकिन बुबा त्यसो नभन न मलाई पैसा मात्र ठुलो कुरा होइन मैले त तिमीलाई विश्वास गरेको थिएँ आँखाले देखेको कुरा सबै सत्य हुँदैन नि अब म एक शब्द पनि बोलिन गर भनेपछि गर बिसौँ वर्ष हुँदा नि मेरो विश्वास रहेन होइन गरौँ एकचोटि भन त गर मैले बारम्बार भनेको छु गर कसम खाएर भन्नु त गर्नु भनेर प्लिज हजुरले कसम राखेर त म कसरी गर्नु टाउकोमा हात राखेर भन्नु न मेरो साइन गर भनेर प्लिज भन्नु प्लिज मात्रै गर्दिनँ गर बाबा गर भनेको राखेको छु त मैले कसम खानु न अनि गर्छु मैले सानो उमेरमा बाबा मम्मीले धेरै आएको नि है हजुरको धन सम्पत्ति देखेर आएको होइन नि यति कसम खानु ल मेरो कसम खानु म गर्छु के प्लिज त्यसो म गर्दिनँ गर तुरुन्त गर कसम खानु न त यसको अर्थ कसैको जबरजस्तीमा हो गरिदिन्छु ल हजुरको खुसी नै मेरो खुसी हो कता कता गर्नु पर्यो गरिदिन्छु हजुर खुसी हुनु सधैँभरि पर्दैन मलाई चेक म हजुरसँग हजुरको घरमा 7 दिन बस्ने अनुमति लिन्छु
शान्तिबद्ध बस्दिनँ। मैले जसरी कमाउँछु भनेर सल्लाह नगरी काम गर्दा यसरी घर नबिग्रोस् कसैको पनि। सोचेको भन्दा विपरीत भइदियो भगवान्। श्रीमानलाई धोका दिएकै होइन।